सपोर्ट गर्नु पर्यो तरोराबाट त सपोर्टै आउँदैन त मलाई त अनि तरोरामा त 1000 जना मान्छे भन्दा बेसी बसिन्छ जस्तो लाग्छ त किन हो यति साह्रो चाहिँ म चाहिँ तरोराबाट बिलोङ गर्छु अनि तरोराको पनि धनपुरीबाट चाहिँ बिलोङ गर्छु क्या म चाहिँ तरोरा धनपुरी चोक्केमा हो मेरो घर चाहिँ अनि लाइक म पानीमा नि काममा हिँड्नुपर्छ यही खास रियालिटी अफ जापान देखाइरहेछ है मैले चाहिँ गाइज यार मेरो भिडियोमा पानी परिरहेछ यार हिँड्नु चाहिँ ठुलो ओ खड्का के हो हिजो Bye bye. So hello and namaste everyone. Welcome back to my another episode of Samurai DMTV. Guys, ये पानीले भिजायो यार छ्याप्पै लथ्रक्कै बनायो अस्ति त मेरो पानीमा भिजेर आइफोनै बिग्रियो क्या गाइस यार त्यो कहानी त सुनाएको छैन होला मैले मेरो एउटा भएको जस मैले एउटा कुरा चाहिँ लाइफमा के बुझेको छु भने होइन मेरो 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 अनुभवमा चाहिँ त्यस्तो जहिले भइरहेको हुन्छ क्या लाइक तपाईँहरूको अनुभवमा चाहिँ के हुन्छ है लाइक बल्ल 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 एउटा चिज जोडो होइन यस अब त यो चिज जोडेँ अब चाहिँ अर्को चिज पनि बिस्तारै थप्छु भनेर सोचिरहेको हुन्छ अनि अर्को थप्न आँटेको हुन्छु अनि यता फेरि केही कुरा हानि भइरहेको हुन्छ क्या मेरो लाइफमा चाहिँ फेरि अर्को कुराको कमी भइदिन्छ क्या अनि फेरि कसो कसो गरेर जोड फेरि के नमिलिरहेको हुन्छ क्या लाइक किन हो यस्तो चाहिँ यार किन यति धेरै भगवानले पनि टेस्ट लिएको होला क्या यार शिव दाई पनि एउटा मेन रोल हुनुहुन्छ क्या मेरो साइकल जर्नीमा चाहिँ लाइक शिव दाईले पनि मलाई चाहिँ लास्टै हेल्प गर्नुभएको छ अब सबै कुरामा पनि दाइले हेल्प गर्न सक्नु भएन कति कुरामा होइन तर लाइक हुन्छ नि हेल्पै भन्नाले पैसै दिएर मात्रै पनि हेल्प हुँदैन नि त अनि जोस् यति धेरै मान्छेसँग चिनाइदिनु भयो मलाई है जस नेपालको वान अफ द बेस्ट राइडरहरूसँग चिन्ने मौका पाएँ क्या मैले चाहिँ भनौँ न राइडर रनरहरू हुन्छ नि धरानको कति धेरैजनासँग चिन्न पाएँ क्या मैले लाइक अनि तपाईँहरूलाई चाहिँ म तराबाट हो भनेर कतिलाई थाहा रहेनछ यार अनि फर्स्ट अफ अल चाहिँ म मेरो इन्ट्रोड्युस गर्नु पर्ला जस्तो छ क्या सो गाइज होइन म चाहिँ तराबाट बिलोङ गर्छु अनि तरोराको पनि धनपुरीबाट चाहिँ बिलोङ गर्छु क्या म चाहिँ तरोरा धनपुरी चोक्केमा हो मेरो घर चाहिँ अनि लाइक म चाहिँ सानैदेखि तरोरामै हुर्केको हो लाइक म चाहिँ जन्मेको चाहिँ खोटाङमा हो तर लाइक हुन्छ नि 3 वर्षको उमेरसम्म खोटाङको उइसेल खर्कमा बसेको अनि त्यस पछाडि खोटाङबाट चाहिँ 3 वर्षको उमेर हुँदाखेरि चाहिँ बसाइसराई गरेर इत्यादिको धनपुरीमा आएर बसेको हो क्या अनि त्यहाँदेखि लाइक 20 इयर्ससम्म त धनपुरीमै बित्यो मेरो जिन्दगी जस्ट तरामा धेरै अब तरामै हुर्कियौँ भनौँ न अब कस्तो भन्नु अब जस तरामै हुर्कियो अनि कतिलाई थाहा नै रहेनछ क्या म त तराबाट हो भनेर अनि जस मेरो घर चाहिँ तराको धनपुरी चोकमा हो म मेरो इन्ट्रोड्युस बिस्तारै
आजको ब्लगमा चाहिँ मेरो इन्ट्रोड्युस गर्छु ल, मेरो बारेमा भन्छु म तपाईँहरूलाई। मैले मेरै बारेमा चाहिँ भन्नै बिर्सिरहेको रहेछु क्या। ल है त गाइस, बुढो बुढो बाजेहरू कार चलाएर है काममा हिँड्छन्। यस्तो मेहनती हुँदैन यो बुढोहरू। होस् नेपालमा भयो त म काममा जान्न, आज छुट्टी लिन्छु भन्दा नि पाइन्थ्यो गाइस। के गर्नु, अर्काको ठाउँमा गाह्रो छ। न काममा जाँदा आज जान्न है भन्न पाइन्छ। यस्तै छ है, यस्तो पानीमा नि काममा हिँड्नुपर्छ। यही खास रियालिटी अफ जापान देखाइरहेछ है मैले चाहिँ गाइस यार मेरो भिडियोमा। यस्तो तपाईँहरू चाहिँ रियल मान्नुहुन्छ कि हुँदैन म पत्याउँदिनँ होइन, नपत्याउन पनि सक्नुहुन्छ। तर रियालिटी, खास रियालिटी यही हो क्या जापानको चाहिँ। अब फुकुओका आउँदै हुनुहुन्छ भने त यही हो गाइस। अरू ठाउँको चाहिँ म भन्न सक्दिनँ। अब टोकियोतिर फाल्टै हुन्छ, अरूको फाल्टै हुन्छ। तर फुकुओका आउँदै हुनुहुन्छ भने रियालिटी यही हो गाइस। किनभने म मोस्ट अफ द फुकुओकाको ठाउँहरू प्रायः सबै गइसकेको छु। अनि लाइक हुन्छ नि गाह्रो हुन्छ क्या फुकुओकामा चाहिँ। फुकुओकामा गाह्रै पनि छ क्या। यहाँको क्युरो भनेको त अब जापान आउन खोज्दै हुनुहुन्छ भने क्युरो भनेको तपाईँहरूलाई थाहा छँदै छ होला। अनि क्युरो पनि कमै छ। अनि त्यो भएकोले लाइक हुन्छ नि अब काम त एटेन्ड गर्नै पर्छ नि त जसरी पनि। अब क्युरो कम भएपछि काम एटेन्ड गर्नै पर्यो होइन। अनि रेगुलर काममा जानुको लागि हो यस्तो कुराहरू होइदिन्छ क्या। पानी पर्छ, अनि लाइक बिरामी पनि होइन्छ कोही कोही बेला त। अनि लाइक हुन्छ नि धेरैवटा रिजनहरू हुन्छ क्या। अनि छुट्टी पनि लिनुपर्छ। अब स्कुल खोज्नु पर्यो, यता के जा भन्छ यता जा भन्छ है। गाह्रो त गाह्रै हुन्छ यार गाइस। जापान आउँदै हुनुहुन्छ भने माइन्ड मेकअप अलिक स्ट्रङ बनाएर आउनु। अरू भने त त्यस्तै त हो नि। सो गाइस अरू भने त्यस्तै हो। आँधी हुरी बाढी आए पनि मेरो भ्लग चाहिँ कन्टिन्यू हुन्छ है। त्यो हुर्केकै तर्रामै हो क्या। तर्रामा हुर्के तापनि होइन मेरो चाहिँ लाइक हुन्छ नि बाबा नभएको कारणले गर्दाखेरि लाइक म चाहिँ त्यति धेरै मान्छेहरूसँग पनि बोल्न अलिक साई छ। अब मम्मीसँगै हुर्केको भएर होला। लाइक म चाहिँ घरमै मात्रै बसिरहन्थेँ क्या। अनि साथीहरूसँग हिँड्नु पऱ्यो भने त्यही रमाइलोको लागि मात्रै हिँड्थेँ। अनि लाइक अलिक ठुलो मान्छेहरू लाइक हुन्छ नि गाउँकै अलिक ठुलो पदमा भएकोहरू मान्छेहरूसँग चाहिँ मेरो खासै कन्ट्याक्ट पनि थिएन। अनि कन्ट्याक्ट भन्नाले म चिन्दिनँ थिएँ भनौँ न। हाम्रो घर परिवारसँगको मान्छेले चिने पनि मैले चाहिँ कसैलाई पनि चिन्दिनँ थिएँ। अनि लाइक कोइन्सिडेन्सले अनि जस अब चिन्न जुरेपछि जसरी पनि चिनिँदो रहेछ है। अनि पछिबाट शिव दाईहरूसँग चिन्न पुगेँ। शिव दाई म त्यही अचम्म लाग्छ क्या। लाइक हुन्छ नि म बच्चैदेखि तर्रामा हुर्केको र पनि म शिव दाईलाई चिन्दिनँ थिएँ क्या। लाइक हुन्छ नि कस्तो कोइन्सिडेन्सली चिनेको क्या शिव दाईलाई। अनि शिव दाई चाहिँ वान अफ द बेस्ट राइडरै जस्तो लाग्छ अन्डर 40मा 40मै भनौँ न। जेस हुन्छ नि अङ्कलहरूको एजमा सबभन्दा खतरा तर्राको राइडर हो क्या शिव दाई चाहिँ। मलाई चाहिँ त्यस्तो लाग्छ है। अनि दाईसँग राइडिङको दाई चाहिँ कोच पनि हो क्या। अस्ति दाईले कोचको लाइसेन्स पनि दिनुभयो जस्तो लाग्छ मलाई चाहिँ, जहाँसम्म लाग्छ। अनि है तर्रामा अनि शिव दाई जस्तो मान्छे भेट्दाखेरि मलाई यति खुसी लागेको थियो नि। म सक भएको थिएँ क्या। अनि दाईहरूको साइकलहरू देखेर है त्यो खतरा लाग्थ्यो। साथ मेरो पनि त्यस्तै जिन्दगी भइदियो भने जस्तो हुन्थ्यो। तर जो दाईहरूले पनि धेरै दुःख गरेर त्यत्तिको जिन्दगी बनाउनु भयो रहेछ जस्तो लाग्छ मलाई चाहिँ। त्यो माथिको डाँडामा हेर्नु नि पुरै कुहिरो लागेको यार। यस गाइस यार पुरै भिज्यो। अनि गाइस त्यही त हो नि होइन। दाईहरूले पनि धेरै दुःख गरेर त्यत्तिको बनाउनु भयो रहेछ। अनि यस
खै त हो तररादेखि सपोर्ट गर्नु पर्यो तरराबाट त सपोर्टै आउँदैन त मलाई त अनि तररामा त 1000 जना मान्छे भन्दा बेसी बसिन्छ जस्तो लाग्छ त किन हो यति साह्रो चाहिँ कति जाम परिरहेको रहेछ पानी परेर होला अनि ठ्याक्क अहिले चाहिँ सबैजनाको कामबाट फर्किने पनि बेला हो नि त अनि त्यो भएकोले पनि होला यताबाट जाम आज पानी परिरहेछ भिज्दै जान्न म आज यताबाट जान्छ यार अछु हेर्नु नि गाइज यार साइकल अनि यो साइकलको बिचमा पनि एउटा खतराको साइकल देख्दिनँ म सबै लेडिज साइकलहरू मात्रै हुन्छ क्या अनि यो चाहिँ एकीको पार्किङ हो अनि ठ्याक्कै मेरो घर चाहिँ यो एकीको पार्किङबाट नजिकै हो क्या तलैसम्म छ साइकल धेरै जस्तो 95% चाहिँ लेडिज साइकलै छ क्या गाइज अनि त्यही हो आजको भिडियोमा पनि खासै केही भनिनँ है मैले त हिज्जत लागेर आउँछ यार गाइज कतिवटाको टेन्सन लिनु कामको टेन्सन पढाइको टेन्सन गएको फीको टेन्सन अर्को गएको खोज्नुपर्ने टेन्सन यहाँ पानी परेको टेन्सन तर स्कुलको टेस्टमा फेल भयो भने जिन्दगीसँग चाहिँ म फेल भएको छैन है गाई दसले होइन स्कुलको टेस्टमा फेल भयो भने जिन्दगीसँग चाहिँ फेल हुनु हुँदैन अरू भनेको त त्यस्तै त हो नि गाई जाडो भयो हजुर ठ्याक्क ट्रेन पनि आइदिरहेको हजुर ट्रेन हेर्नु नि सर गयो सही हो अस्ति पनि यस्तै रमाइलो गर्ने हुँदाखेरि मुहालमा पानी पसेर ए बा मुहालै बिग्रियो आज चाहिँ मेरो ब्यागले पानी थाम्छ कि है गाइज थाम्छ कि छिटो घर जाऊँ ल म चाहिँ घर आइपुगेँ अनि पानी चाहिँ परेछ हेर्नु नि ए कस्तो पानी पर्यो भने अल्छी लाग्दो सो त्यही त हो नि होप इन्जोय द भिडियो गाइज ल भित्र अब घरभित्र छिरौँ है त सो गाइज अनि है अहिले चाहिँ रात परिसक्यो अनि जस्ट hope you enjoy the video. If you enjoy the video, don't forget to subscribe my YouTube channel guys. Subscribe गर्न चाहिँ नबिर्सिदिनु होला अनि फुकुओकामा चाहिँ लाइक हुन्छ नि साइक्लिस्ट मात्र नभएर राइडर पनि धेरैजना हुनुहुन्छ अनि मेरो दाइहरू पनि हुनुहुन्छ जस हाम्रै घर छेउछाउको दाइहरू फुकुओकामा धेरैजना राइडर हुनुहुन्छ अनि लाइक हुन्छ नि टाइम चाहिँ मिलिरहेको छैन मेरो टाइम मिले पनि दाइहरूको टाइम मिल्दैन अनि दाइहरूको मिले पनि मेरो टाइम मिल्दैन अनि होप तपाईँहरू सब्सक्राइब गरिदिनुहुन्छ होला अनि दाइहरूसँग पनि म कोल्याब गर्न खोज्छु सो दाइहरूसँग पनि राइड जान खोज्छु अनि के हुन्छ है खोज्छु मात्रै भनिरहेछु तर जान्छु कि जाँदिनँ चाहिँ फिक्स थाहा छैन तर जस दाइहरूसँग कुरा गरेर म पछि तपाईँहरूलाई मेसेजमा भन्छु जाने भयो भने चाहिँ अनि सो त्यही हो होप यु इन्जोय द भिडियो इफ यु इन्जोय द भिडियो डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल अनि भोलि पनि पानी परे गर्छ यार गाइज वाक्क लाग्ने पानी परेकै परेछ अनि मलाई झ्याउ लाग्ने सो होप यु इन्जोय द भिडियो अनि अहिले चाहिँ रातिको 3 बजे क्या 3 अनि भिडियो एडिटिङ गरेर सकाउन आँटेँ अनि सो त्यही हो भोलि बिहानै 9 बजे त काममा छिरिसक्नुपर्ने अगाडि नै उठेर के गर्नुपर्ने मेरो त सुताइ नै यतिखेर हो गाइज फेरि अब भ्लग एडिट गर्नै पर्यो के गर्नै पर्यो पढ्नै पर्यो अलिअलि खाना पकाउनै पर्यो के गर्दा यतिकै हुन्छ सो होप यु इन्जोय द भिडियो अनि इफ यु इन्जोय द भिडियो डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन दबाउन नबिर्सिदिनु होला सो आजको लागि यति नै बाई गाइज